वेलकम बैक टू माई चैनल। म चाहिँ अहिले उठेर यहाँ किचनमा काम गर्दैछु। यहाँनिर लोकल चिकन बनाउनु आँटेको। यहाँ लोकल चिकन बनाउनु पर्यो भनेर यहाँ काट्नुको लागि रेडी गर्दैछु म चाहिँ। नि तपाईहरु कस्तो हुनुहुन्छ? सबै राम्रै हुनुहुन्छ होला? यहाँ अब यो लोकल चिकन बनाउनु पर्यो आज चाहिँ भनेर यहाँ काटेर रेडी गर्नु पर्यो। लोकल चिकनको झोल सुप बनाइदिनु पर्यो। दाल नपकाउनु पर्यो। आज चाहिँ यतिकै लोकल चिकन बनाइदिनु पर्यो। आज चाहिँ म रेसिपी लाउँदिन किनभने लोकल चिकनको रेसिपी त कति त लगाइसकेको छु। लोकल चिकन ए चिकन है लोकल चिकन। चिकन काटेको त हात पनि काटिहाल्यो। यहाँनिर यस्तो छ नि, काट्दा काट्दै हात पनि काट्यो। छुरी पनि कोही बेला त चिकन चाहिँ काटिँदैन, हात चाहिँ काटिन्छ। हेर्नु नि यहाँनिर हात चाहिँ काटिन्छ, चिकन चाहिँ काटिँदैन। फेरि यस्तो रिस उठ्छ नि मलाई किचनमा काम गर्नु। मासु चाहिँ काटिँदैन, रेट्नुपर्छ, रेटे पार्नुपर्छ हो। यहाँ हात चाहिँ अघि काटिसक्छ। त रिस उठ्दैन। हेर्नु नि अब चाहिँ बनाउनु सुरु गर्नु आँटेको। यहाँ कुकर बसाइसकेको छु। म चाहिँ कुकरमा बसाउँछु। यहाँ प्याज काटिँदैछु अनि चिकन काटेर रेडी गरेको छु अनि हात पनि काटेर रेडी गरेको छु हो। यहाँ चिकन काटेर रेडी गरेको छु। यहाँ म चाहिँ चिकनको खाली फिला अनि खेरि छातीको अनि यो पखेटा त्यति मात्रै राख्छु। अरू सबै फ्याँकिदिन्छु, मन पर्दैन मलाई चाहिँ, दिकमिक लाग्छ क्या। त्यही कारणले गर्दाखेरि अरू चाहिँ सबै फ्याँकिदिन्छु। प्याज चाहिँ धेरै लाउनुपर्छ क्या लोकल कुखुरामा, अनि मिठो हुन्छ। प्याज धेरै लगायो भने चाहिँ मिठो हुन्छ। अब चाहिँ म यहाँ पकाउनु सुरु गर्छु। पकाउँदैछु। मेरो यहाँ तेल खारिसकेको छ। प्याज लगाइदिन्छु। यहाँ म चाहिँ लोकल चिकन चाहिँ कुकरमै पकाउनु मन लाग्छ क्या। यहाँको लोकल चिकन चाहिँ एकदम चाम्रो हुन्छ कि, त्यही कारणले गर्दाखेरि कुकरमा पकायो भनेदेखि चाहिँ मजाले पाक्छ नि। चिकन पाक्दैछ कुकरमा। मैले यहाँ कोपी र आलु रेडी गरेर आएछु। कोपी आलु को सब्जी बनाउनु पर्यो। त्यो चाहिँ झोल मात्रै हुन्छ कि, त्यही कारणले गर्दा यो खोर्सानी पनि केलाउँदै गर्नु पर्यो। खोर्सानी हाम्रो चाहिँ यहाँनिर खोर्सानी पाउनु साह्रो मुस्किल पर्छ कि, अन्त एकैचोटि ल्याउँछु अन्त केलाएर चाहिँ फ्रिजमा स्टोर गरेर राखिदिन्छु हो। त्यसो गर्दाखेरि चाहिँ अब धेरै दिनसम्मको लागि हुन्छ। खोर्सानीको लागि 1 घन्टाको बाटो जानुपर्छ हो। सबै कुरोमा चाहिँ यसरी स्टोर गरेर राख्छु क्या। यसरी लसुन, यो अदुवा सबै यसरी बनाएर स्टोर गरेर राखिदिन्छु। त्यसो गर्दाखेरि चाहिँ मलाई पकाउने बेलामा सजिलो हुन्छ। यो खोर्सानी पनि केलाएर राखिहाल्नुपर्छ, नत्र भने यो खोर्सानी पनि क्या बिग्रिहाल्छ, कुहिहाल्छ। यहाँ हो नि के भएको यहाँको सामानहरू सबै त्यो डिप फ्रिजमा राखेर होला नि
सबै कुहिहाल्छ। अन्त यहाँ त हरेक कुरो फ्रोजन है। इन्डियामा त कति ताजा ताजा खानु पाउँछ। म चाहिँ पुरा मिस गर्दैछु क्या उताको खाना, इन्डियाको खाना ताजा ताजा। अहिले सब्जीहरू कति ताजा ताजा निस्किन्छ होइन, यहाँनिर छैन। ताजा निस्क्यो भने पनि फ्रोजनमै राखेको हुन्छ सबै कुरो। के गर्नु। अहिले चाहिँ मेरो लोकल चिकन सुप रेडी भइसकेको छ। यहाँ रेडी भयो। अब यसलाई म निकालेर यता राखिदिन्छु। अनि मेरो यहाँ भात पनि रेडी गरिसकेको छु। अब चाहिँ म लास्टमा चाहिँ कोपी आलु पकाउँछु। यहाँ कोपी आलु पकाउनु आँटेको। अब कोपी र आलु पकाउनु पर्यो। म त भात पनि कुकरमा पकाउँछु, किनभने राइस कुकरमा पकाएको भात पनि एकदमै मिठै लाग्दैन। यहाँको राइसै राम्रो हुँदैन क्या। त्यही कारणले गर्दा कुकरमा पकायो भने चाहिँ अलिक नरम हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ कुकरमा पकाउँछु, त्यहाँदेखि फेरि राइस कुकरमा खन्याउँछु। अब म चाहिँ फुलकोपी र आलु पकाउनु आँटेको। म चाहिँ ओलिभ ओइलमा पकाउँछु सब्जी चाहिँ। कोही कोही बेला खाने तेल, कोही कोही बेला ओलिभ ओइल, रिफाइन तेल सबै मिक्स गरेर कहिले केमा है। अब अलिकति लसुन, एकछिन मेरो नाति सुतिरहेको छ कि नाति उठ्यो कि भनेर हेर्नु पर्यो। अहिले उसको मम्मी चाहिँ पापालाई लिनु गएको छ कि काममा। सुतिरहेको रहेछ है। अब म सब्जी पकाइहाल्छु छिटो छिटो। उठ्यो भने त आवाज आइहाल्छ रुको बाहिर। यहाँ उयो लगाएको छ कि नानी रुको थाहा पाइहाल्छ। लसुनलाई चाहिँ अलिक मजाले पकाइदिनुपर्छ क्या, नत्र भने करुवाहाट आउँछ अरे क्या। मैले चाहिँ नेपालीमा त भन्नु आउँदैन है, हिन्दीमा चाहिँ करुवाहाट भन्छन्। यो प्याजलाई पनि मजाले पाक्नु दिनुपर्छ। आलु कोपीको सब्जी रेडी भइसकेको छ। यो मेरो सिक्रेट मसला अलिकति लगाइदिन्छु यहाँ। यसले चाहिँ टेस्ट बढाउँछ क्या सब्जीको। त्यही कारणले गर्दा मैले यो मसला बनाएर राखेको। पाकिसक्यो कोपी आलुको सब्जी पाकिसक्यो। तपाईहरुलाई म देखाइदिन्छु। कोपी आलुको सब्जी रेडी भयो। सुप, लोकल सुप, यो चाहिँ लोकल सुप है। रेडी भयो यो लोकल सुप पनि। आज चाहिँ एकदमै घाम लागेर टलल भएको छ। अहिले चाहिँ हामी बसेको जग्गातिर पनि पुरै गरम सुरु भएको छ। म चाहिँ फेरि यहाँनिर पकाउन आँटेको के अरे पर्क थियो कि अलिकति। यो अब पर्क कसैले खाँदैन नि त हैन।
अचार बनायो भने चाहिँ सबैले खान्छ, त्यही कारणले गर्दाखेरि चाहिँ फेरि यसलाई फ्राई गरेर चाहिँ अचार बनाइदिनु पऱ्यो भनेर यहाँ फ्राई गर्नु आँटेको। यहाँ अब एकछिन यसलाई फ्राई गर्छु अचारलाई। आजको मौसम एकदमै राम्रो भइरहेछ। अहिले चाहिँ यता पनि एकदमै गरम सुरु भएको छ। गरम मतलब पसिना चाहिँ निस्किँदैन यहाँको गरममा चाहिँ, इन्डियाको जस्तो पसिना चाहिँ निस्किँदैन। हामी एकछिन बाहिर गएको थियो, अहिले चाहिँ म घरमा आइपुगेँ। बाहिर एकछिन काम थियो। कस्तो मजाको दिन भइरहेको छ, तातो छ। अहिले चाहिँ दिन पनि एकदमै तातो छ। यहाँ हेर्नुहोस् मजाले घाम लागेको छ। गरम भइरहेको छ क्या, आज चाहिँ गरम छ। मेरो फुल त मरेछ नि हौ, फुल मरेछ 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 फुल मरेछ मरेछ फुल। यो मैले यो फुल ल्याएको थिएँ कि यो त मरेछ पो। के रिसउठ्दो, बिर्सिहाल्छु क्या पानी लाउनु। यो बेसी पानी खाँदो रहेछ कि यसले। पानी लाउँछु भन्छु बिर्सिहाल्दो रहेछु। यता गर्दा उता गर्दा बिर्सिहाल्छु क्या। हुन्छ, तपाईहरु सबैजनालाई धन्यवाद। बाई बाई।